खतरा हो मादल सानो भयो नि दामी बदलिन्छ फेरि बढाउने ल्याइराख्छन् नि मान्छेहरू जुन त्यो बढाउने ल्याइराख्छन् नि मान्छेहरू हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु होइन जाडो एकदम बढेको छ काठमाडौँमा चाहिँ छु घरबाट बाहिर निक्लिन पाइरहेको छैन एकदम जाडो छ काठमाडौँमा भर्खरै उठेको भन्दा पनि हुन्छ केही फरक पर्दैन है सो सबैजना ख्याल राख्नु होला जाडो एकदमै बढेको छ न्यानो न्यानो लुगा लाउनु होला यो कुराहरू भनिराख्नु पर्ने होइन सबैलाई थाहा छ तै पनि टेक केयर भन्दै आज चाहिँ म एउटा सानो सर्ट रुम भ्लग गर्न गइरहेको छु होइन म चाहिँ आज यो जाडोलाई एकदम विशेष तरिकाको खुराकी बनाउँदैछु सो लेट्स सी जाली घाम लागिरहेछ होइन सो बस्ती एकदम रमणीय ट्याटाटुट भइरहेछ सो म चाहिँ उठेर हल्का मादल प्र्याक्टिस गरेँ आज एकछिन बिहान अनि सो मेरो खुराकी रेडी हुँदैछ यो चाहिँ मेरो खुराकी हो होइन डेन्जर हो यो खुराकी भनेको चाहिँ एकदम हो यो चाहिँ अर्ग्यानिक लोकल कोदोको पिठोको फाँडो यानि कि खोले हो यो भनेको यस्तो चिज हत्तपत्त कसैले खाँदैन होइन यो भनेको यो कसैलाई मन पर्दैन सुन्दाखेरि भन्दाखेरि होइन तर मान्छे यही चिजको ढेँडो हुन्छ नि ढेँडो भिआइपी होटेलमा गयो भने मान्छे 1000, 500, 600 तिरेर खान्छन् यसको ढेँडो तर हामीले लोकल तरिकाले यसरी होइन कोदोको पिठोको खोले भनौँ भने मान्छेहरूलाई भन्ने लाग्छ क्या सो यो चाहिँ बवाल चिज हो यो भनेको चाहिँ जाडोको लागि यस्तो दामी चिज हो यो होइन एकचोटि यो खाएर हेर्नुहोस् तपाईँहरूले कोदोको पिठोको भाउ त्यसै बढ्या हो काठमाडौँमा चामलको भातको भन्दा सो भन्छ नि एउटा गाउँघरमा कोदोको ढेँडो च्याख्ला होइन दही दुध खाएको मान्छेको दिमाग पनि खतरा हुन्छ अनि पावर पनि खतरा हुन्छ भन्छ नि त्यस्तै हो खतरा हो मादल सानो भयो नि दामी बदलिन्छ फेरि अनि यो चाहिँ मेरो जाडो महिनाको खुराकी हो म चाहिँ यो जहिले पनि जाडो महिनामा यस्तो खान्छु सो अनि मलाई यस्तो दुब्लो पातलो देखे पनि तागत चाहिँ फेरि बबालै छ है फेरि म त्यस्तो डेन्जर मान्छे हो होइन अलि हरामी हो कि म मान्छे चाहिँ फेरि लास्ट हरामी मान्छे हो त्यसले गर्दा यस्तो चिजहरू खानुपर्छ सबैजनाले तपाईँहरूले खाछ भने खानुहोस् यदि तपाईँहरूसँग छैन भने मलाई कन्ट्याक्ट गर्नुहोस् म तपाईँहरूलाई उपलब्ध गराइदिन्छु है त सुरु हुँदैछ मेरो खानकी बिहान डाइट खाएपछि गर्न जानुपर्छ फाइट यस्तो क्या त्यो यताउति त्यो हुन्छ नि जिमको लागि त्यो के त्यो सुरुप हान्नुपर्छ यो हो नि त सुप खतरा सुप के मान्छे खसीको सुप होइन हरेक चिज त्यो अरूको पशु प्राणीहरू काटेर मान्छे खान्छन् त्यस्तो खानु खास ठिक हो जस्तो लाग्दैन क्या मलाई चाहिँ यस्तो खानुपर्छ अर्ग्यानिक चिज होइन यो खाने चिज खाने हो नि यार अर्काको ज्यान मारेर सुप खाने ज्यान बनाउने तागत लाउने भनेर यार कहाँ गर्ने रहेछ यार मान्छेहरू
यो खानुपर्छ कि तागत त्यसबाट आइहाल्छ। ज्यान बनाउने होइन अनेक त्यो पाउडरहरू किनेर खान्छन् होइन, त्यो खानु पर्दैन क्या साथीहरू। यो खाएपछि चाहिँ खतरा पावर आउँछ। यस्तो हो मेरो। बाई बाई, आजको भ्लग यति नै।